ठाउँमा हाम्रो आइतराज भाइ भ्लगर र सुनिता भ्लगर बहिनीको भ्लगर दुईजनाले उहाँहरूको यो भिडियोलाई चाहिँ एकदम सब्सक्राइब लाइक कमेन्ट्स गरिदिनुहोस् है तपाईँहरूले एकदम ह्याप्पी विश्वकर्मा पूजा टु अल अफ यु यहाँनिर चाहिँ यस्तो डेकोरेसन गर्नुभएको रहेछ काका चाहिँ हुनुहुन्छ विश्वकर्मा देवताय नमः ईशामया दत्तं दैगुण्यमया रूपं तु यथा दुर्वाङ्कुरं सुहरितान्वितां श्री स्वाहा पुष्पले ध्यान गर्ने तुभ्य मया प्रियस्यामि सुरेश्वर सिन्दूरं समर्पयामि गणसारमनोहरं आरतिमयं कर्म पश्यामि वरदो भव ओम श्री विश्वकर्मा देवताय नमो नमः राष्ट्राणि धर्माणि प्रथमान्य सन्नतेनाकं महिमानः टोलमान दाजुले चाहिँ भर्खर बित्थामा क्यामेरा आएर मात्रै पक्रेको है हामीलाई पनि देऊ न नि सोच्यो कान्छी काकी पनि छ फोटो लाउँछु नि यता दामी रहेछ नि यता छ दामी आउँदैछ कृष्णको फुलले दामी पोल्नु हुँदैछ जस रोटी हाम्रो विशालले सब्जी दामी बनाउनु के भन्छ गोर्खे बनाउँदैछ कति लिटर दुध हो कम्ता छैन त यति लडेको ठिकै छ दुःख मेरो गाडी भिडियो गरेको त सुनिताको भ्लगमा लाइक कमेन्ट आउँछ हाम्रो फोटोहरू चाहिँ राम्रो राम्रो आउँछ इन्द्र दाजुको गरेको के हो हातमा लाउने नि काका ठाउँमा हाम्रो आइतराज भाइ भ्लगर र सुनिता भ्लगर बहिनीको भ्लगर दुईजनाले एकदम विश्वकर्मा पूजामा चाहिँ राम्रोसँग पूजा गरेको खिच्नु हुँदैछ उहाँहरूको यो भिडियोलाई चाहिँ एकदम सब्सक्राइब लाइक कमेन्ट्स गरिदिनुहोस् है तपाईँहरूले एकदम थ्याङ्क यू सो मच के चाहिँ मेरो गाडी आमा स्किममा गएछ हौ आमा स्किममा गएछ अरे तपाईँको पूजा नगर्नु नि पूजा गर्नु हतार छ है निलेश दाजुको टर्न विश्वकर्मा पूजा भइरहेछ हो यो चाहिँ अमित भाइको रहेछ स्कुटी खास गाडी आयो मालिक बिना है पूजा भयो
कति दिन बिर्सेर ल्याइदिएको अरे भन् दुई दिनमा ल्याइदियो हजुर इन्द्रजित इन्जिन खोलेर यसो सबैजना पण्डितबाट चाहिँ म कृष्ण कृष्ण भन्छ राजै श्याम श्याम भन्छ तर यो कलिकालमा नाम बोल्यो मैनाले मान्छेले बोल्दैन तर यो कलिकालमा नाम बोल्यो मैनाले मान्छेले बोल्दैन बिहानीको शीतको थोपा बिहानीको शीतको थोपा कृष्ण कृष्ण भन्छ राजै श्याम श्याम भन्छ के छ यहाँनिर खाना रहेछ ल यहाँ चाहिँ हल्का खुवाइदै हुँदैछ खानाको भरे सुन्दा दिदी खाना हल्का सुन्दा यो के हो मिक्स भेज पनिर गोर्खे पापड सुन्दा दिदी डाइट कम्ती रहेछ ए डाइटिङमा छ अरे हाम्रो यहाँ ठुलो मान्छे टिका लाएर हाम्रो स्कुलको गुरुआमाहरू बसिरहनु भएको छ यहाँ चाहिँ दिदी बहिनीको सिग्नेचर चाहिँ हटाउ भन्ने